स्पिच दिन चाहनुहुन्छ केही स्पिच दिन चाहनुहुन्छ कस्तो लाग्यो यताबाट अब हिँड्दै हिँड्दै जानु परिरहेको सेल्फी डाँडा सेल्फी पोइन्ट भन्नु केही मतलब भन्नु न केही त भन्नु हाम्रो लुङको डाँडो राम्रो थियो भने के भनिरहे म उहाँ यस्तो हिँड्दै जानु परिरह एकछिन यत्रो दुःख गरेर आइयो अनि लास्टमा हिँड्नु परिरहे हिँड्दै जानु परिरहे कस्तो सेल्फी डाँडा हामीले सोच्यौँ उसमा के भन्दाखेरि हिँड्दै जाने क्या अब त हिँड्दै हामी यहाँ अर्गेलीमा थियौँ मैले त उस देखाएको के भ्यू के भन्न चाहनुहुन्छ अब टुर अब एकदमै अविस्मरणीय रह्यो कहीँ बाटोहरू अप्ठ्यारो थिए भयो निकै गाह्रो भयो छोरी धन्नै लडिन म पनि धन्नै लडिसकेको थिएँ अलि जोगेर आउनु नि फेरि आउँदाखेरि हाम्रो यहाँ हिँड्नु आधी बाटो यति अप्ठ्यारो गरी आइयो अनि फेरि हिँड्नु परिरह्यो कस्तोमा फस्यो हेर्नु यस्तरी अब हाम्रो यहाँ ट्र्याकिङ चलिरहेको ट्र्याकिङ अब हामी यहाँ ट्र्याकिङ हिँड्दै हौँ पहिलाको मूल भएको ठाउँ कोही किन आउँछ नि तालपारी यो तलतिर उसको होला सब के अरे अर्गेलतिर ए बा उनी पुलै देख्यो नि तनी भाम त कुनामा बसेर ल अहिलेको हाम्रो एकदमै बुरा किस्मत चलिरहेको कहाँबाट आइयो कसो गरेर आइयो अब हिँड्नु परिरहेको यताबाट यत्रो सिडी चढी हामी त कतिवटा डाँडा काटेर आयौँ भेना चाहिँ त्यसलाई त 3-4 डाँडा त काट्यो यता साइड यहाँ तीनमुखे पुल पनि देखियो हामी यहाँ रिडी नगइकन माथिबाट भ्यू हाम्रो यहाँ भ्यू चलिरहेको यत्रो के यहाँ यस्तो केही छैन हो यताबाट दिमागको पनि भेजा फ्राई हो मेरो त तपाईँको भएन त्यो एउटा भिडियो भाइरल भयो त्यही भएर तपाईँले नि एउटा सिकियो हामीले कुनै चिज तपाईँले भिडियोमा देखेर कहिले राम्रो छ भनेर आउनुहुन्न बिचमा कस्तो हुँदो रहेछ पुग्दाखेरि राम्रो बट त्यहाँ जानलाई यति गाह्रो पुरै राम्रो ठाउँ देखाइरहेको राम्रो ठाउँबाट लिएर गएको त्यो आधी बिच बाटोको जथेर राम्रो थियो प्लेस आधी बाटो त यति खराब छोडिदिनुहोस् खुरै जानी बाटो हेर्नु अब फेरि हामीलाई हिँड्दै माथि आउनुपर्छ नि अब फेरि हिँड्दै आउनु पानी पनि यता रहेछ जस्तो कस्तो ल लेट्स गो आएर आफ्नो हुन्छ नि ट्र्याकिङको मजा लिनु होला ट्र्याकिङ अनि के भन्न सकिन्छ
यता त निउरो पनि पाइन्छ कि अन्त खै थाहा भएन निउरो त यो बा यहाँ हेर यहाँ फेरि के हो आधी बिचमा यताबाट बनाउँदै अलिअलि ठिकठाक सब ब्लगिङ गरिरह वो बा कस्तो राम्रो हो भाइ यहाँ हेर्नु कति यत्रो गरेको मेहनत धन्नाले राम्रो भयो यति हुन्छ नि अब बल्ल यत्रो मेहनतको फल पाउँदैछौँ हामीले आजको प्रगति सेल्फी डाँडा यहाँ त यत्रो भ्यू क्या खतरा भ्यू आयो नि त गाइज डर जसलाई हाइटबाट डर लाग्छ नि त्यो त नआए पनि हुँदो रहेछ भनेपछि रोजिन परिछ त्यसमा नाइ म पर्दिनँ मलाई डर लाग्यो नै पुरै यहाँ सेफ्टी पुरै छ क्या अमेजिङ भ्यू छ भाइ साँच्चै तर ओहो बाटो कहाँबाट कहाँ आयो हामी भयो यहाँ त डाँडो पनि कहाँ छ जमजम एक सट मलाई कसलाई म त डरायो यस्तो बाटोको छ मलाई त आनन्द आइरह मजा आइरह यहाँ मेरो कपडा पकडेर हिँड्नु भयो डर लाग्यो समातेको के म त यो बा पर्यो नि त मलाई डराउनु यताबाट यसरी खस्नु यताबाट मान्छे धन्नले बार लगाएर सेल्फी पोइन्ट ओ माई कति राम्रो भाइ सेल्फी डाँडो नानी यस्तो पोल बनाइदियो यो त पोल त पुरानै रहेछ भाइ पहिल्यैदेखि रहेछ मतलब क्या खतरा हो भाइ भ्यू एकदमै राम्रो हो तर आउँदाखेरिको एक्सपिरियन्स एकदमै लाइक यताबाट जाने आखिरकार पुगियो लाइक यता सेल्फी डाँडो डरा मर्दा ल कुनै यो यता ओ माई गॉड खतरा यहाँ हेर्नु कहाँबाट कहाँ पुरै यो त कस्तो मजा बढी आहा तर कता छ बाटो पनि ए बुटो त रिडी पा खोला बारी हो नि त रिडी खोला बारी त्यो त गुल्मी हो गुल्मी यसलाई फेरि पाल्पै भनिन्छ कि के भनिन्छ पाल्पै रिब्दीको सेल्फी पोइन्ट आखिरकार पुग्यो भ्यू एकदमै खतरा छ तर यो त ग्रेट वाल अफ चाइना ग्रेट वाल अफ चाइना फ्रम नेपाल
मलाई त लागेन है साँच्ची मजा आइरहेको मलाई त कहिले पनि लाग्दैन नि मलाई यस्तो हाइटमा डर लाग्दैन नि साँच्ची त्यो तनी चाहिने बाना त छोरी राम्रोसित गतिले ल ल म भिडियो बनाउँदैछु कि पुरै अनेस्ट रिभ्यू अफ सेल्फी पोइन्ट डाँडा अनेस्ट भएर भन्दाखेरि तिमी डराइसक्यो हजुर अनेस्ट भएर भन्दा तिमी डराइसक्यो नै मलाई डर लागेन साँच्ची मलाई डर लागेन खै यता अझै राम्रो बनाउँदै रहेछ क्या यताबाट मान्छे त बढी आएर रहेछ यो त बाटो जाँदैछ हेर न ए गोरेटो बाटै रहेछ नि घर रहेछ क्या त्यहाँ मुनि कहाँ क्या खतरा लु ल अब मैले मेरो सेल्फी पोइन्टको यात्रा अहिले खत्तम गर्छु किनकि अब सेल्फी पोइन्ट आइसक्यो अनि यहाँ ग्रेट वाल अफ चाइनाको फ्रम नेपाल गजलको दिइरहेछ एकछिन सितारा बसौँ न डाँडा अनि ग्रेट वाल अफ चाइनाको अर्को निशानी ल बाई मेरो अनेस्ट रिभ्यू